सबैभन्दा पहिले नासा एक्समा लगइन गर्नुहोस्। लगइन गरेपछि तपाईको स्क्रिनमा यस्तो इन्टरफेस देखिनेछ। अब मेनु बारमा रहेको रिपोर्टमा जानुहोस् र त्यहाँबाट ट्रेड बुक छान्नुहोस्। यहाँ तपाईले आफ्ना सबै कारोबारहरूको विवरण हेर्न सक्नुहुन्छ। अब दाहिनेपट्टि रहेको एक्स जस्तो चिन्ह भएको आइकनमा क्लिक गर्नुहोस् र एक्सेल फाइल डाउनलोड गर्नुहोस्। ध्यान दिनुहोस्, एकै पटकमा एक दिनको कारोबार मात्र डाउनलोड गर्नुहोस्। हरेक दिनको लागि अलग-अलग फाइल डाउनलोड गर्नुपर्छ। अब आउनुहोस् गुगल सिटमा। त्यहाँ माथिल्लो मेनुमा रहेको एक्सटेन्सन्समा क्लिक गर्नुहोस्। यदि तपाईको सिटमा एससी मार्केट मिस्टरी इन्भेस्टमेन्ट नामको एक्सटेन्सन देखिएको छैन भने एक्सटेन्सन्स, एड-अन्स, गेट एड-अन्समा जानुहोस् र त्यहाँ एससी मार्केट मिस्टरी इन्भेस्टमेन्ट भनेर खोजेर इन्स्टल गर्नुहोस्। अब एक्सटेन्सन्स, सेकेन्डरी बाइ सेल एन्ट्री, डाटा फ्रम नासा एक्सटिएमएस अप्सनमा जानुहोस्। अब तपाईले पहिले डाउनलोड गरेको एक्सेल फाइल अपलोड गर्नुहोस् र केही समय पर्खनुहोस्। जब अपलोड सकिन्छ, स्टोर बटन थिच्नुहोस्। अब तपाईको सबै कारोबार डाटा गुगल सिटमा सुरक्षित भइसकेको छ।